मित्रजनहरू यात्रा गोसाइकुण्डसम्मको हाम्रो सुरुवातमा यता टाउको देखिराखेको व्यक्ति अगाडि बढ्दैछौँ गन्तव्यतिर लाग्दैछौँ अहिले हामी कलङ्कीतिर प्रस्थान गर्दैछौँ होइन महाभारत छोड्यो अब यहाँ मित्रहरू पछाडि गफ गरिराख्नु भएको छ हामी अगाडि छौँ अगाडि एउटा कालो चस्मा लगाएर क्यारेरा बोकेर बाटो हुन्छ एउटा मान्छे ब्रान्ड चाहिँ क्यारेर हिँडिहाल्नु होला ल आजलाई यति फेरि टु बी कन्टिन्यू गाडी चढेको अवस्था गाडी चढ्यो अब पहिले छ अब एकैचोटि घुँचे पुगेर कता हो यो बस पछाडि हाम्रो यता नयाँ मित्र शालिक रमाइलो भइरहेछ यता हाम्रो थकाइ पुग्न छ म पनि बलेर सास फुलेर बसिरहेको अवस्था स्वेटर लाएर आएको छ गर्मी भएर डमडमी भइसक्यो त्यो माथि हो क्या लाग्नुपर्छ केटा हो हाम्रो गोसाइकुण्डको सम्मको यात्रा जारी नै छ आज हामी धिम्सामा स्टे गरेका हिजो धिम्सामा स्टे गरेको थियौँ आज फेरि बिहान 6:30 फेरि हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ हाम्रो नेक्स्ट डेस्टिनेसन चोलाङपाटी त्यस पछाडि लौरी विनायक बुद्ध समथिङ थियो अनि त्यस साइड लास्टमा गोसाइकुण्ड हुन्छ गोसाइकुण्ड आज हामी गोसाइकुण्डमा गएर बस्छौँ गोसाइकुण्ड पुग्ने भन्ने छ आश अब यहाँ भ्यूहरू बबाले एपिक भ्यू देखिरहेको छ यो मिस नगर्नु होला गाइज यतिको लागि चाहिँ दुःख गरेर आएको राम्रो घुँडा दुखे पनि खुट्टै दुखे पनि जे दुखे पनि ल मित्र डरके आगे जिते भन्नुहोस् आउनुहोस् हामी पनि हेरौँ ल यी क्यामेराम्यान हुन् म क्यामेराम्यान make you cry. Turn on back again this time tomorrow. Carry on, as if nothing really matters. There was a little boy who la 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 la. सुदासी बस छिटो बहुत पानी भरौँ म हान्दिहाल्छु तपाईँ हजुर पानी भएर म 40 फोटो दिन्छु भर्दै भरे पानी भएर यतापट्टि राम्रो आउँछ नि हिमाल्दैन लाङटाङ चाहिँ यो हामी चोलाङपाटी भन्ने ठाउँमा आइपुग्यौँ चोलाङपाटीमा पानी भएर लाग्छ ल अब खाना खाने डेस्टिनेसन कहाँ अरे खाना खाने डेस्टिनेसन हाम्रो लौरी विनायक पुगेर गोसाइकुण्डको यात्रा भ्यू पनि हेर्नु होला खोइ पानी कहाँ बोतल खोइ भ्यू आएको छ बोतल कहाँ केही देखिँदैन बाहिर यो नौ बुद्ध भन्ने ठाउँ हो यहाँ सबैजना दर्शनार्थीहरू बसिराख्नु भएको छ यहाँ हामी छौँ रेस्ट गरेको एकछिन यो रोकेपछि जाने होइन कति रोकिन्छ थाहा छैन
पुरा हिउँ परिरहेको छ यहाँ पुरा छैन कोही पनि त्यत्रो भार लगाउनुपर्छ यिनीहरूले अनि तागतिल है यिनीहरू